नमस्कार साथीहरू, म विशाल सुनाम। मेरो भिडियोमा हजुरहरू सबैलाई स्वागत छ। दुबईको भिजिट भिसाबारे यो भिडियो हेर्न आवश्यक छ, किनभने यो समय धेरै नेपालीहरूलाई असर गरिरहेको छ। नेपालभित्र र दुबईभित्र रहनुहुने सबैलाई दुबईको इमिग्रेसनले अहिले नेपालीहरूको भिजिट भिसामा एकदम कडाइ गरिरहेको छ। भिजिट भिसा रिजेक्ट हुने डर धेरै भएको छ। धेरैजना नेपालीबाट एप्लाई गरेको भिसा एप्रुभ भएको छैन। मेन कारणहरू यस्ता छन्: प्रिभियस ओभरस्टे, फेक बुकिङ, रिटर्न टिकट नहुने या ब्याङ्क स्टेटमेन्ट नहुने, यो अत्याधिक। अब कुरा गरौँ त्यो नेपालीहरूको जुन अहिले दुबई भिजिट भिसामा आएर काम खोज्दै हुनुहुन्छ। धेरैजना 2 महिनाको भिजिट भिसामा आएर काम खोज्दै हुनुहुन्छ, तर भिसा सकिने बेला आउँदासम्म पनि काम पाउन गाह्रो हुन्छ र काम पाइँदैन। यो सबैभन्दा ठुलो टेन्सनको कुरा हो। भिसा ओभरस्टे भयो भने डेली फाइन लाग्छ, अहिले 50 दिराम डेली दिनको। यो एकदमै गाह्रो हुन्छ। सबभन्दा पहिलो भिसा सकिने बेला आउने बित्तिकै एक्सटेन्ड गर्न प्रयास गर्नुहोस्। ट्राभल एजेन्सीहरूसँग कन्ट्याक्ट गर्नुहोस्। एक्सटेन्सन भए 30 या 3.5 जोड्न मिल्छ। र कुनै केसमा एयरपोर्ट एक्जिट गरेर ओमन या इरान लगायत अरू देशहरूमा पनि गएर फेरि पनि इन्ट्री गर्न मिल्छ, तर यो रिस्की पनि हुनसक्छ। एजेन्टसँग ठिक सल्लाह लिन पर्छ। र कुरा रह्यो अब भिजिट टु इम्प्लोइमेन्ट भिसा कन्भर्ट चाहिँ कसरी गर्ने। कुनै कम्पनीले जब अफर दियो भने भिजिट भिसालाई इम्प्लोइमेन्ट भिसामा कन्भर्ट गर्न मिल्छ, तर यो लिगल तरिकाबाट कम्पनीसँग कन्ट्र्याक्ट हुनुपर्छ। भिजिट भिसामा काम खोज्नु रिस्की हुन्छ। तपाईँको पैसा, भिसा, हेल्थ सब कुरा जोखिममा हुन्छ। फेक एजेन्ट, रङ प्रमिस या इलिगल कामबाट तपाईँ मुस्किलमा पर्न सक्नुहुन्छ। त्यसैले नेपालबाट आउँदा भिसा स्पोन्सर कसरी र कुन तरिकाले भइरहेको छ, रिटर्न टिकट छ कि छैन, ब्याङ्क ब्यालेन्स छ कि छैन, सब कुरा कन्फर्म गरेर मात्र आउनुहोस्। मलाई आशा छ यो भिडियोले तपाईँहरूको ठुलो समस्या समाधान गर्छ र सहयोग गर्छ भन्ने। यो कुरा सक्दो सबैलाई सेयर गरिदिनुहोस्। जसको भिसा सकिँदैछ, जसको भिसा रिजेक्ट भइरहेको छ, जसलाई नेपालबाट आउन खोज्दै हुनुहुन्छ, साथीहरू कमेन्ट गर्नुहोस्। म सहयोग गर्न सक्छु भिसा काम या लिगल सोल्युसनको बारेमा। र म तपाईँहरूलाई के भन्न चाहन्छु भने हामी आफ्नो देशबाट धेरै बाहिर छौँ। स्टे सेफ, स्टे लिगल्स। दुबईमा आफ्नो फ्युचर सुरक्षित बनाउनुहोस्। धन्यवाद।